हामीहरू भन्छौँ मान्छे मरेपछि खोइ के लगेर गएर उसको जति भएको सम्पत्ति सबै छोडेर जानुपर्छ भन्छौँ, तर होइन। यसो हो कुरो चाहिँ, मान्छे मरेपछि लान्छ, उसको सम्पत्ति लान्छ, लिएर जान्छ, तर 1 वर्षदेखि 3 वर्षसम्म लान्छ। त्यो के लान्छ त भन्दाखेरि उसको जग्गा जमिन जे छ उसको सम्पत्ति, उसको सूक्ष्म अथवा सूक्ष्म ऊर्जा चाहिँ लान्छ, सूक्ष्म ऊर्जा लाने गर्छ। अब यसमा कुरो के छ भने पहिला यता स्थूल शरीर, मान्छेको स्थूल शरीर भनेको चाहिँ पञ्चतत्त्वले बनेको शरीर हुन्छ, देख्न सकिन्छ, छुन सकिन्छ, जस्तो हड्डी मासले बनेको शरीर हो। यो पञ्चतत्त्व उसको संसार, पञ्चतत्त्व संसार हो। अर्को भन्ने हुन्छ सूक्ष्म शरीर। सूक्ष्म शरीर भनेको देख्न सकिँदैन, उसको मन, बुद्धि, इच्छा चाहिँ उसको हिस्सा हो र उसको संसार पितृ संसार हो। अब अर्को हुन्छ कारण शरीर। कारण शरीर कहिले नष्ट हुँदैन। कारण शरीर भनेको उसको स्वभाव, कर्म, फलको हिस्सा, उसको हिसाबले चाहिँ कर्म, फल र इच्छाको हिसाबले चाहिँ उसले अर्को नयाँ शरीर अथवा अर्को नयाँ जन्मको गन्तव्यतिर लाग्छ। अब यसमा के छ त, स्थूल शरीर त्यागेर उसले सूक्ष्म शरीरमा गयो भनेपछि उसको मृत्यु भयो। मृत्यु भइसकेपछि उसको सूक्ष्म आत्मा, सूक्ष्म शरीर चाहिँ पितृलोक हो। पितृलोक जान्छ। पितृलोकमा गएपछि जब उसको शाखा सन्तान, बाल बच्चा, छोरा बुहारी सम्पूर्ण हुन्छन्, उसले त अब सूक्ष्म शरीर त्यागेर गयो, पितृ संसारमा गएपछि ऊ त्यहाँ पीडित हुन्छ। 1 वर्ष कि 3 वर्ष अघि भन्यो, ऊ त्यहाँ पीडित हुन्छ। उसको नयाँ बास भएको हुनाले ऊ पीडित भएको हुँदाखेरि उसले उसको जति भएको सम्पत्ति, अघि पनि भनेको थिएँ, जति भएको सम्पत्तिको चाहिँ सूक्ष्म ऊर्जा उसले लानै पर्ने हुन्छ, लान्छ। जस्तो 1 वर्षदेखि 3 वर्षसम्म उसको त्यहाँ सूक्ष्म शरीरको बास हुन्छ, सूक्ष्म संसार पितृ संसारमा त्यहाँ बास हुइन्जेल अब यस्तो छ, ऊ पनि त्यहाँ कमजोर भएको हुनाले गर्दाखेरि उसको शाखा सन्तानहरू चाहिँ यता स्थूलमा, जस्तो उसले छोडेर गएको सम्पत्ति, जग्गा भनौँ, जग्गा अब यता उसको सन्तानले बिक्री गर्नु खोजे, बिक्री नहुने, त्यो जग्गा जन अन्नपात रोपे, अन्नपात नउब्जिने, उसको शाखा सन्तानलाई 1 देखि 3 वर्षसम्म दिन दशा लाग्ने, रोग भेद लाग्ने, शत्रु लाग्ने, बिमार हुने अथवा मृत्यु नै हुने गर्ने गर्छ। त्यतिखेर ऊ नै सूक्ष्म आत्मा, सूक्ष्म शरीर नै पीडित भएको हुन्छ। 1 वर्षदेखि 3 वर्षसम्म यस्तो अशुभ भइरहन्छ। त्यहाँबाट उसको सूक्ष्म शरीर चाहिँ कारण शरीरमा जान्छ। कारण शरीर भनेको चाहिँ नयाँ जीवनको खोजमा हुन्छ। जब त्यहाँ प्रवेश गरिसक्छ 1 देखि 3 वर्ष, त्यहाँदेखि मात्र यता आफ्नो सन्तानले सन्तुलन प्राप्त गर्छन्, शुभ हुँदै जान्छ। नत्र 1 देखि 3 वर्षसम्म पीडित हुन्छ र उसले पनि यताको आफ्नो सम्पत्तिको सूक्ष्म ऊर्जा लगेको हुन्छ।